नमस्ते सम्पूर्णमा म चाहिँ दीपक छेत्री अनि आज पनि म तपाईहरुको लागि एउटा यस्तो भिडियो लिएर आइसकेको छु जुन भिडियो हेरेर तपाईहरुलाई पक्कै नै मनोरञ्जन दिने नै छ। त्यसैले भिडियो अन्तिमसम्म हेर्नु होला किनकि भिडियोको बीचमा अझै बढी रमाइलो हुनेवाला छ। अनि यदि तपाईहरुलाई मेरो भिडियो मन पर्यो भने लाइक, शेयर र कमेन्ट गर्न चाहिँ नबिर्सिनु है त। ढिला नगरी अब भिडियो सुरु गरौँ। हो मठ मन्दिरमा पनि गइन्छ, विभिन्न वर मागिन्छ। यस्तो होस् हाम्रो सम्बन्धमा दरार नआओस्। हर्क साम्पाङसँग अलि नजिक हुनुभयो क्या? कस्तो हर्क साम्पाङ पूर्वको हो, म पश्चिमको हो, कसरी नजिक हो? हर्कजीले राजीनामा माग्नु भएको छ प्रधानमन्त्रीज्यूको। मूर्ख, त्यसको दिमागमा गु गरेको अलग लेभलको भन्नु त। उहाँको किताब पनि थुप्रै हामीले धरानमा चाहिँ किन्दैका थियौँ। सबभन्दा द हाइएस्ट सेल हामीले नै गरिदिएका थियौँ। हाम्रो तपाईँको त्यतिखेर पार्टी थिएन मेरो, तर श्रमदानको एउटा स्वतन्त्र हाम्रो चाहिँ नागरिक समाज भन्ने थियो, हामीले नै बेच्दिया हो। उहाँलाई अझै शुभकामना छ, धेरै बेच्नु होला। ए माको फटा हो, त्यो माको फटा किन हो भने उसले चाहिँ मैले किताब बेचेर 12-13 करोड रुपियाँ चाहिँ चोखो कमाएर वीरगञ्जको कृषि औजार कारखाना चलाइरहेको छु भन्ने सुनेर उसलाई चाहिँ मनै भित्रै जलेर चाहिँ खरानी भएर चाहिँ सिद्धि होस्। त्यो चाहिँ मर ठहरै त्यस्तो भन्ने मान्छे चाहिँ ठहरै परोस्। कटुलाएर हिँडेछ अब महाविरोगीको यो खालको ल्याङफ्याङै मान्छेहरू मन्त्री भएर। ल्याङफ्याङ त म भन्दा महेश बस्नेत नै ल्याङफ्याङ छ नि। प्रधानमन्त्री भयो भने त म त सबै दुनियाँ काठमाडौँ त सबै आदि त श्रमै गरेर आउँछ। अनि श्रम नगरिकन कसरी देश बन्छ त? नेपालमा गफ मात्रै गर्ने, श्रम नगर्ने भएर त देश बिग्रेको हो। त्यस कारणले श्रम गर्नुपर्छ भन्ने कुरा त त्यो सबैले थाहा पाएको कुरा हो त। म चाहिँ गाउँमा पनि श्रम हुन्छ नि त। त्यो श्रम होइन, त्यो चाहिँ ठगी हो। फास्ट्यागमा काम गर्नलाई अध्यादेश आवश्यक पर्दैन र हिजो महावीर पुनले त यसको स्वागत गरिरहनु भएको छ। किनकि उहाँले बुझ्नै हुन्न अनि नबुझ्ने मान्छेले स्वागत गरेर के गर्छ? पैसा हुँदाहुँदै पनि, बुद्धि हुँदाहुँदै पनि पानी ल्याएर खान नसक्ने मान्छेहरू किन धरानमा बस्यो होला जस्तो लाग्छ मलाई। त्यस्तो कल्पना गर्छु नेपालमा भोक लाग्दा जंगल पस्ने क्या, रेस्टुरेन्ट नजाने। बुद्धि छैन तिनीहरूको के? अनि धरानतिरको एउटा चाहिँ बौला टाइपको चाहिँ मेयर छ है। काम त अब राम्रै गरे होला। अब धरान बाहिर चाहिँ पपुलर छ, धरानभित्र गएछ थाहा छैन। उसले गर्दा 40-50 हजारलाई लाइक गरेर देख्छु एक घन्टामा मैले। अब छोड्दे पुग्यो अब पुग्यो छोड्दे। सांसद मन्त्रीहरू हुन्छ, तपाईँ मात्र यस्तो हुनुपर्ने, अरू फेरि तपाईँको एउटा सिको नगर्ने, खुलेर हिँड्न नसक्ने कारण के होला फेरि? अनि यो त्यही तिमी जस्तो धेरै गाउँ गर्ने भएर हो। नेपालमै बसेर केही गरौँ भन्ने युवाहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ? जेसुकै गर भन्ने सन्देश दिन्छु होइन। बस्नु मन लाग्छ भने बस्नुहोस्, मैले जबरजस्ती बस्नुहोस् भन्नु बस्ने कुरा त होइन। आविष्कारक हुनुहुन्छ यो क्षेत्रमा, तपाईँले के गर्दै हुनुहुन्छ त? अब के गरिन्छ भन्ने कुरा त अहिले भन्ने कुरा होइन क्या। म जस्तो हो, म शिवजी अथवा म भगवान भइदिएको भएदेखि मैले चाहिँ होइन त्रिनेत्र लगाएर म यसो गर्छु भन्ने थिएँ। पहिलो काम चाहिँ मन्त्रालयमा गएर अब के छ त्यो कुरा बुझ्ने हो। त्यो कुरा मलाई कसैले पनि गिफ्ट नदेऊ भन्छु, गिफ्ट दिन्छ, दियो भने मैले बेचिदिन्छु, त्यही हो। खास कुरा के हो भने म र गल्लीको कुकुरमा फरक छैन। सिर्फ ऊ 4 खुट्टे भयो, म चाहिँ 2 खुट्टे भयो। आजको कार्यक्रम के छ? आजको कार्यक्रम धरना बस्ने छ। यहाँ कोही यस्तो कार्यक्रम हुँदैन। जसलाई जे बोल्नु मन लाग्छ बोल्ने, बाटोमा बस्ने, भात खाने, अब मोमोसम्म के ल्याएर खाजा खाने होइन, मजासँग चाहिँ धरना बस्ने, यो हो त्यो तरिका। आविष्कार अनुसन्धानको लागि नारा लगाउने होइन, अनि जतिसम्म बस्न मन लाग्छ बस्ने, अनि चाहिँ अल्छी लाग्यो भने जाने।
मन्त्रीहरूले चाहिँ सेवा सुविधाहरू छोडिरहनु भएको छ हजुरको केही छ त्यस्तो मन्त्रीहरू बन्दै गर्दाखेरि अब सेवा सुविधा मलाई केही पनि चाहिन्न म चाहिँ अब मन्त्रालयमै बस्ने हो त्यहीँ ओछ्यान लाउने हो त्यहीँ सुत्ने हो जनताले निशुल्क शिक्षा पाउँछन् त अब मन्त्री हुँदाखेरि अरे म मन्त्री हुँदैमा निशुल्क शिक्षा कसरी दिने म भगवान हो र भनेको सबैभन्दा भ्रष्ट नेता कि सचिवहरू हो सचिवै हो सचिवहरू र नेता दुइटै हो तर नेतालाई भ्रष्टाचार गर्ने उपाय बताइदिन चाहिँ सचिव हो तिमीहरूलाई कोरिया नजाऊ यहीँ बस भन्न आएको होइन फेरि यहाँ नडर है जाऊ भन्न आएको बरु जाऊ किनभने किन जाऊ भन्छु भने नेपालमा अहिले बसेर जागिरै पाउँदैन अनि के आज आऊ देश बचाऊ भनेका छन् त जनताले यति बेला त जनताले भन्यो होला जनताको बोल्ने अधिकारको कुरा हो जनताले हामीले बोल्यो भनेर जनतालाई गाली गर्ने कुरा होइन अब राजा नआएको पनि त होइन राजा त थियो त 240 वर्ष 50 वर्ष थियो र नेपालमा राजा अनि त्यति बेला के गरे त म वैज्ञानिक होइन म विद्वान पनि होइन यदि म मूर्ख नभएको भए म अहिलेसम्म केही पनि गर्न सक्ने थिएन म त 2-3 वर्षसम्म गएर हेरौँ के के हुन्छ भनेर आएको मान्छे त 28 वर्षसम्म यहीँ भयो बिजी भयो क्या अमेरिका किन फर्केन भन्दाखेरि यहीँ बिजी भइयो मेरो खराब पानी छ मेरो खराब महानगरले त गर्छ होला नि अहिले त गर्दैन यो महानगरले पनि गर्दैन गर्छु भनेर नयाँ पुस्ता आउनु भएको नयाँ युवा पुस्ता आएको मैले साउन महिनामा भेटेको हो हामी गर्छौँ भनेको हो र केही खाकाहरू तयार गरेको हो उहाँले त केही गर्नुहुन्छ होला नि अहिले त जनताले पनि हुन्छ होला भनेर भएन के गर्नु पर्यो उहाँले आज जित्नु भएको छ उहाँलाई जितेर गर्दैन नि जित्नु त धेरैले जित्यो अहिलेसम्म चुनावमा गर्छु भनेर जिते बात त सही है अहिले राष्ट्रिय आविष्कार केन्द्रको अवस्था कस्तो छ? साँच्चै नै भन्ने हो भने राष्ट्रिय आविष्कार केन्द्र खोलेको 5 वर्ष भयो एउटा मान्छेको बच्चा जन्मेर 5 वर्षमा कत्रो हुन्छ त्यत्रै 5 वर्षसम्म मैले भनिरहेको छु यो मेरो आविष्कार केन्द्र होइन यदि मेरो आविष्कार केन्द्र हो भने मैले महावीर आविष्कार केन्द्र भन्ने नाम राख्थे नि ल्यापटपले ठ्याक्क अनुहार ठिक रहेछ कि बाई बाई अहिले चाहिँ अनि परिवारमा को हुनुहुन्छ तपाईँहरू परिवार त मेरो नेपालीहरू सबै परिवार हो कि यो साधारण यो सानो कुरामा त्यो उ गर्ने होइन सबै मैले त नेपालीलाई मात्र होइन यो विश्वलाई मेरो आफ्नो परिवार मान्छु एउटा काम गरिरहनु भएको थियो इनोभेसनतिर लागिरहनु भएको थियो होइन बुक लेख्नुपर्छ अब चाहिँ भन्ने चाहिँ के कारणले ड्राइभ गर्यो त्यो कुरा त्यो बुकमा छर्लङ्ग सुरुको पेजमा चाहिँ छर्लङ्गै पारेको छु महावीर पुन वैज्ञानिक हो भन्ने कुरामा भ्रम भयो मैले कहिले भनेको छु म वैज्ञानिक हुँ भनेर अनुसन्धान यो गर्नुपर्छ भन्ने कसैको दिमागमा छैन 1% नेपालीको दिमागमा होला बाँकी 99% नेपालीले दुःख नमाने हुन्छ रिस उठ्छ भनेदेखि टाउको ठोके हुन्छ दाजु केही शब्द बोल्न चाहनुहुन्छ बोल्न के चाहन्छु भने किताब किनिदिनुहोस् भन्न चाहन्छु थकान हुँदा चाहिँ रिफ्रेस हुनको लागि अब मान्छेहरू रिफ्रेस थकान हुँदाखेरि रिफ्रेस हुने सबैभन्दा राम्रो तरिका हजुर सुत्ने है